दर्शकबिन योभन्दा पहिले छात्राहरूको 800 मिटर फाइनल भइसकेको छ, जसमा ओपीले स्वर्ण र मार्माले रजत र काँस्य जितेको छ भने यसपछि अब अहिले चाहिँ भर्खरै जुन तपाईले देखिरहनु भएको छ यो छात्राहरूको 800 मिटरको दौड प्रतियोगिताको लागि यहाँ छात्र खेलाडीहरू तयारी अवस्थामा छन् र तपाईहरु कहाँबाट हेरिरहनु भएको छ यो लाइभलाई जतिसक्दो शेयर गरिदिनु होला। हेर्न त 1 महिनासम्म मात्र पाउँछ, लाइफ टाइम हेर्नको लागि तपाईले डाउनलोड गर्नुपर्ने हुन्छ। म हरिप्रसाद जोशी, तपाईहरु यति बेला 15औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको अन्तिम चरणको गेमहरू प्रत्यक्ष लाइभ हेरिरहनु भएको छ र यहाँ 800 मिटर दौड प्रतियोगिताको लागि यहाँ छात्रहरू एकदमै तयारी अवस्थामा, रेडी अवस्थामा भन्नुपर्छ र कसले चाहिँ यो 800 मिटरको स्वर्ण प्राप्त गर्छ हामी प्रत्यक्ष लाइभ मा देख्नेछौँ। यहाँहरुको दौड, यहाँहरुको स्पिड हैन, कति सेकेन्डमा कति मिनेटमा यहाँहरुले 800 मिटरको दूरी पार गर्न सक्नुहुन्छ। यहाँ हामी यिनीहरुको दौड छात्रहरूको दौड प्रतियोगिता हेरौं। फाइनल हो। अब कसले जित्छ? छात्रतर्फ चाहिँ ओपीले स्वर्ण प्राप्त गरेको छ भने अब छात्रको कसले जित्छ हामी यहाँहरुको यो कम्पिटिसन प्रत्यक्ष हेर्न पाइरहेका छौं गतिशील न्यूजबाट। तपाईहरुलाई मैले अनुरोध गरे सबैजनाले शेयर गरिदिनु होला है। ल हेर्नुस् स्पिड कस्तो छ। ओके, कहाँबाट हेरिरहनु भएको छ कृपया तपाईले जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको प्रत्यक्ष लाइभ हेरिरहनु भएको छ र आजको गेमहरू तपाईहरुले गतिशील न्यूजबाट प्रत्यक्ष लाइभ हेर्न पाउनुहुनेछ। फाइनलतर्फ हामीले उद्घाटन सत्रको लाइभ शेयर पश्चात आज फाइनलतर्फको गेमहरूको लागि प्रत्यक्ष लाइभमा जोडेका छौं। यहाँ हामी देख्न सक्छौं यति बेलासम्म शैलेशिखर अगाडि हुनुहुन्छ अनि त्यसपछि नाम छैन, त्यो नौगाड मारमा मालिकार्जुन र शैलेशिखर बीच कम्पिटिसन भइरहेको देखिन्छ है यहाँ। ओके, कहाँबाट हेरिरहनु भएको छ कृपया एकदमै एचडीमा भिडियो पाइरहनु भएको छ, लाइभ पाइरहनु भएको छ। मालिकार्जुन र शैलेशिखर बीच कम्पिटिसन भइरहेको छ। अब यो फाइनल राउन्ड हो। फाइनल राउन्डमा कसले चाहिँ जित हासिल गर्छ त, कसले स्वर्ण प्राप्त गर्छ? यहाँ मालिकार्जुन, शैलेशिखर र नौगाड फर्स्ट सेकेन्ड थर्डको लागि हुनुहुन्छ भन्दा फरक पर्दैन। यद्यपि हामीले पहिले नै भविष्यवाणी त गर्न सक्दैनौँ स्पिड कसले बढाउन सक्छ। यद्यपि तपाईहरु यहाँ प्रत्यक्ष देख्न सक्नुहुनेछ प्रथम स्थान कसले हासिल गर्छ र यसमा द्वितीय तृतीय को बन्छ हो। यहाँ शैलेशिखरले यसमा स्वर्ण प्राप्त गरिसकेको छ 800 मिटर दौड छात्रतर्फ र यहाँ नौगाडले रजत र यस्ता गरेर मालिकार्जुनले काँस्य पदक प्राप्त गरेको छ। फर्स्ट सेकेन्ड थर्ड, फर्स्ट यसमा शैलेशिखर अनि सेकेन्ड नौगाड, थर्ड मालिकार्जुन बनेको छ। यो छात्रतर्फको फाइनल दौड प्रतियोगिता थियो र तपाईहरुले एकैछिनमा अब आजसम्म भएका गेमहरूको अन्तिम नतिजा कसले कति स्वर्ण प्राप्त गरेको छ यो पनि म प्रत्यक्ष तपाईहरुलाई जानकारी गराउने नै छु है त। निरन्तर लाइभमा बनिरहनु।